भन्नु मिति खेल्दैन मैले अलि माथिबाट हो यहाँबाट त्यहाँको ऊ त्यहाँ ऊ यहाँ अगाडि आउने कि फालिहाल्नु पर्यो मिलाउनु पर्छ टक्कै रोल एक्सन ब्याक रोल पिटोबाट उठ्दैन ल रोल एक्सन खै देखो त मैले चाकाले यसलाई लडाइदिनु केले लडाएन नि दादा मैले त फेरि खेल्ने देखो केले लडाएन चाकाले यसो लडाइदिनु तिलबारी छोकै छैन उता लाग्ला भनेर म यताबाट आइरहेको जान मैले हातले पनि चाक खेल्दै बेसरी छ कि उसले यार त लौरी अल्झिनु पर्यो के अल्झे जस्तो उठ्नु पर्यो फेरि खिच भयो यसो गर्नु पर्यो अल्झिनु पर्यो नि तिमी त लौरी नाग्दियो उसले त फट्टै यस्तो अल्झे जस्तो खुट्टा लतार्नु पर्यो त्यो त्यसै अर्किन सुरुमै खुट्टा अल्झिनु पर्यो कि यसो ठिकिहाल्छ नि अब अल्झे अर्को टेक लिनु न देखेर पनि अगाडिको सुरुमै खुट्टा अल्झिनु पर्यो कि खुट्टा अल्झिनु पर्यो यो अल्झेर यता हुत्यो उहाँ बरु म समात्दिन्छु ल त्यहाँबाट फुटाएर नि ल हिरोको छ्या कसरी हो त ट्याक्क फाल्यो अनि फेरि अल्झेको टेक अर्को लिँदा हुन्थ्यो नि त अल्झेको टिन पछिमा त सकिन्छ भने त्यसरी हुन्छ क्या ल रोल एक्सन भाइ अरू फाल्नु कसरी यहाँ खुट्टै दुख्यो मान्छेको ठोक्छ क्या लेबे नै अल्झायो अनि दाइने अल्झाउनु भयो अब अर्को टेकमा ठ्याक्क अल्झ्यो रियाक्सन भइसक्छ त के गर्नु मसला यो हटाउनु सब्जीको मसला भन्नुभएको मलाई कि त्यस्तो नसुन्नु यो अब योबाट तानेर तिमी यहाँसम्म आउनु पर्यो झर्न यहाँ पल्टिनु पर्यो यहाँ ल जब त्यहाँबाट हुचेर आएर यहाँ लड कि यहाँ यो घाँस है मजाले पछाडिनु पर्छ है तिमी त हामी नि देख्छ होइन देख्दैन होला मजाले पछाडिनु पर्छ है नसकि हेर है यो सब तपाईँले खिच्ने रोहन सर खिच्नु न तपाईँ मिलाएर रोहन सर एकै सर्टमा हो क्या तीन सर्टमा रोहन सर तपाईँ खिच्नु यहाँ पर ए जान मिस खतरा मास्टर सिन रहेछ यार सबै भाइरल। दोष यो भयभरको दोष मलाई नै त हो फेरि त्यहाँ हेरेर नि तपाईँ आउनु सक्दैन भाइरल सिन त्यहाँ पार है जानु हो त्यही हो त्यसले हुरिएर अनि सामान मान्छे छैन नि त अनि त्यसैलाई घिसारेर अलि तलतिर लगाएर उता गर न हौ त्यस्तो पनि हुँदैन त्यहाँ त लौरी छोडिदेऊ कि चाहिँदैन लौरी अब अल्झेको मात्रै भयो तिम्रो है ट्युबबाट चाहिन्छ है मलाई हेर है एक्सन टाउको पनि त मजाले छोकिन्छ त्यहाँ अलिकति नझर्किनु ऊ घुँडा चाहिँ ठोक्यो हो यस्तो ढुङ्गामा लडाइदिएर ल हाँसेकोमा मोबाइल भएको के भयो पत्रकार सम्मेलन गरौँ पत्रकार सम्मेलन हजुरले के भयो हजुर साडी च्याते छ यो कति पर्ने साडी हो हजुर यो घुँडा फुस्क्यो हजुर एम्बुलेन्स बोलाऊ के भयो यसलाई देखाउनु मिल्छ ल आमा र भाइ आउनु झर्न लड भाइको काम छैन बन्थेमा छिरिक काम छ यत्रो डन्ठी होला साँच्ची हो कि ख्याल हो कि यो घुँडामा घाउ भयो अरे के हेर्न मिल्दैन साडी उगारेर ल आमा भाइ आउनु त त्यो 1525 छिटो न मनलाई फेरि घोडा दुखेन त्यही त यो हेर्नु पर्यो भने कि गुनी कुल्छ ल जल्दी करो बे है लडिराख तिमी
अलि यसो चलिरहेको यसले आयो भन्ने फिल है ल रोल एक्सन आमर भाइ अगाडि बढ्नु अगाडि आउनु ए उभिनु ल है डर आउँछ सानो गाई है सानो गाई चाहिँ गालामा कोपी बनायो रिसले है यति राम्रो गरे नि रिसले तल हेर्नु है काठमाडौँमा एउटा घर भन्नु रोल एक्सन हेर्नु रिसले दुईजना एक आपस हेर्नु मुन्टो लाउनु फेरि यता हेर्नु मेकअप पार्ट हो हेर्नु हेर्नु ल त्यसो त है खुब छोरी छोरी भनेर निकै छटपटाएर छोरीलाई भेट्छु भनेको थिइस् होला होइन बल्ल भेटिस् बुम्देऊ बुम्देऊ बुझे ल ल खुब छोरी छोरी भनेर निकै छटपटाएर छोरी भेट्छु भन्थिस् होला होइन बल्ल भेटिस् होइन रोल एक्सन निकै छोरी छोरी भनेर छटपटाएर दौडेकी थिइस् होइन भेटिस् छोरी सेम यही बस्छ ल है भाइको है दिदी यहाँ यसरी बस्ने समय छैन हामी गइहालौँ अहिले कसैले देख्यो भने बर्बाद हुन्छ तैँले ठिक कुरा भन्थे जा हामी गइहालौँ रोल उता जानु रोल एक्सन दिदी हामी यसरी यहाँ बस्ने समय छैन अहिले कसैले देखिहाल्यो भने बर्बाद हुन्छ हो भन्थे ल फेरि के भयो ल ल ल रोल रोल एक्सन एक्सन दिदी हामी यहाँ यसरी कुरा गरेर बस्ने समय छैन हामी यहाँबाट गएनौँ कसैले यहाँ देख्यो भने बर्बाद हुन्छ फेरि भयो नि भन्थे हातमा के भयो के ट्याकिङ भोकै खानु कि हात तानेर आउँछ कसले हात हानु हात चलाएपछि एकटिभ छ नि त यहाँ टिप्छ क्या यो हात यता धेरै यसो नगर्नु यो हात यसो गर्ने यसो यसो घुम्दो रहेछ के यसो यसो गर्न मिल्यो होइन ट्र्याकिङ हान्छ रोल समातिहाल्छ कि ल रोल एक्सन दिदी हामी यहाँ यसरी कुरा गर्ने समय छैन अहिले कसैले देखिहाल्यो भने ल फेरि ट्याकिङ फोकस गर्नु ट्याकिङ फोकस गर्नु ल ल चलाउनु ल गर गर तल पनि जानु ल ल ल ठिक छ रोल जानु नि एकपल्ट हेर्नु यता खाली हुन्छ नचलाउनु नि त धेरै नचलाउनु है त आउनु ठडाउनु क्या गऱ्यो है त सिङ्गल भयो ठिक हुन्छ एक्सन दिदी हामी यसरी यहाँ कुरा गर्ने समय छैन अहिले कसैले देखिहाल्यो भने बर्बाद हुन्छ बरु जाउँ कहिले ठिक भनिस् भन्थे यहाँ बसिराख्नु हुँदैन जमिन दाउतो घरलाई जान मिस के आनन्द मान्छे त भुसीभन्दा गुरहने भुसीभन्दा गुरहने आनन्दले लडो नलाउँछु होइन त्यो लुक्स लागि चाहिन्छ होइन यतापट्टि उहाँलाई सिन आनन्द छ बरु है सक्यो मेरो जहाँ लड्यो वहीँ सुतिहाल्ने सिन छ भन्ने अनि होइन त्यो सानो हो नि उता फर्किँदा के जहाँ लड्यो वहीँ भुसुक्क निदाउनु पाउने कति राम्रो सिन रहेछ यार तपाईँ के गर्नुहुन्छ कस्तो गान्धी डलर आइसकेको छ तपाईँको यार केही छैन अनि के बनाएको अर्थै भन्दैन लाउनु पर्यो यतापट्टि पल्ट्याउ नि एक दिन हो जाएगा यार लाउने हो कि प्यार दम जाएगा यार
त्यसो लाएर हुन्छ प्यार में दम जाएगा यार, एक दिन जरूर आएगा वही। मेरे सबके डॉलर आएगा। डॉलर किसका आएगा? डॉलर इस आदमी का आएगा कि आपका तुमका डॉलर आएगा? नहीं आएगा मेरे भी जरूर आएगा, एक दिन जरूर आएगा। नहीं नहीं सर, अवश्य पूरा हो जाएगा, है ना। मेरे ब्लॉग में डॉलर इतना आएगा ना, सब दुनिया चौक जाएगा सर। तपाईँले भ्लग बनाएर लाएर बेच्नुहुन्छ हो? हाँ, मैं इंडिया में भी बेच दिया था। कति पैसा? एक डॉलर, चलिरह है एक सीन का ऊ बस त $2 मिलेगा सर। यताबाट यहाँबाट वाइटबाट आमा भाइ के ए उता जाए न तिमीहरू के यहाँ के भन्छ क्या क्या हो आमा र भाइ जाएगा? जान्छ अनि एउटा बिस्तारै सरर काट जाने तिमी उठ्ने कि छटपटाउने मात्रै छटपटाउने जब झर्ना क्यामेरा आयो भन्ने बित्तिकै तिमी उतापट्टि पल्ट्यौ है यो एकदम रत देखिनु पर्ने हो यो हुनु पर्यो है है त्यहाँबाट सरर यो आएर जियो फेसबुक बनाउनु पर्यो छिटो हेर यो जानु मामा हजुर लाइट मतलब लाइट नानी आऊ यता यता आउँछ क्या क्यामेरा यहाँबाट यसै जान्छ जान्ने यता तपाईँ पनि हातै यो फाल्दै हुन्छ काम छैन अब सकिहाल्यो सुटिङ घर जाने अब जाऊ है त एक्सनमा जाम भनेर गइहाल्नु रोल साइलेन्ट एक्सन जानु जानु आमार भाइ जानु चलिरह झर्ना अयो धेरै उता यता गयो पर्ने यतापट्टि फ्यास्ल्याएको छोडिदेऊ बियोस् लात्ताले हानेर आँग्रा मुख निकाल्नु त्यही भने नि त छोड्नु। बियोस् हुँदैछ कि ट्याका हात मिलाएर मजाले सुत्छ मान्छे अनि यस्तै भयो त अनि यस्तो थियो आदम ठ्याक्कै यस्तो के यस्तो थियो यहाँ थियो उता जान्छ हात काइन नबार पछाडि कसैको यताबाट बिहा आया भयो भने ट्याकै सतेर बस्छ आज विश्वास हो क्या? हुन्न अब कस्तो मान्छेहरूलाई यार यस्तो राम्रो भइरहेको थियो उसले बिहान लाटा लाएर भ्याएछ भने घर रमाइलो भयो। बिहेस हो मान्छे अरे हात त ट्याका पारेर सुत्छ ला के भयो या? सेमाइ त सुतिरह है त्यहीँ त मलाई कराउने धर त नपुसाइ त अहिले फेरि हाल्नुपर्छ बिहेस हो भने अरे हात ट्याक जान्न त एकचोटि के कस्तो होला चुप लाग नभए त्यो रगत आएको टाउकोमा पुरो दिनुहोस् अनि त्यति भयो फेरि लिनुहोस् न अनि त्यो गर्नु त भइगयो त टाउकोमा ठोकेको ठाउँ वाटे सुतेको ठाउँ पुरो लिनुहोस् अनि वाइडमा अर्को लिनुहोस् नि त्यसरी ल आमा र भाइ आउनु त फेरि भयो मजा भएन त्यो टाइटमा लिएर फेरि टाउको काने छ उसो थाहै छैन यता पत्रकार फेरि भाँडा भेट्छ ल भाइ ल अहिले सेम त्यही यहाँ हेर्नुहोस्, उठ उठ खै हेर त रत हो त्यो ठिक छ ठिक पल्ट अनि यो आयो गरे त फत्ला के हेर्दै ठुल्ने हो त जाउँ न त्योबाट हो यो आइसिरहेको नि के गइरह्यो त्यो बुढीलाई के भने बुहारीलाई कुट्ने सासु यहाँ। रोल एक्सन मलाई कुट्ला जस्तो भएको छ के गर्ने? चला यसो कट आऊ त आमा र भाइ तल झरिहाल्यो हजुर लाग नासेको नभन ल के भन्नु आन्टी आन्टी इङ्ग्लिसमा चाहिँ सबै भन न मैले सिकाएको छु त अब फेरि भनेको टेक्निक त्यो बाजी छैन यहाँ के तल नि हेरेको गाडी हेरेको कहाँ हो त ज्याकेट यार बोरातिर छैन त्यो जुत्ता लाऊ कुन माथि 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 जताजीको त्यही भन्दा अन्त छ नि त माथि भएन कि भाइ यार कपाल खोला अस्ति भुते यो भइहाल्छ नि कपाल खाना खोला खोला
अगाडि नल्याऊ हो यो ज्याङराङ पारे यो अनि यसो गर्ने हो यो हेर्नु भएन कि यो अझै राम्रो यार के गर्ने होला यार है त्यो ज्याकेटै भेटिएन सबै हेर्छ। ए छिटो भन यो खोलो त होइन नखोलो यो खोलेछ त झन् तिमी त पुरै सज्जन देखिन्छ झन् यही ठिक छ बरु खबर त लाग्यो नि पछाडि त्यति जान छोड्छौ तिमी हिरो बन्न हिरोको रोलदेखि सुरु हुन्न कि गुन्डा खेल्यो भने हिरो हो उयो खेल्यो भने त्यही नरौ क्या भाइ यार तिमी नरौ अहिले रोएँ म त्यो कहाँ छ ज्याकेट चाहियो कि यार भयो चाहिँ के भाइ रोइसक्यो कि यहाँनिर त किन यो बोरा पकाऊ त्यहीँले माथि लिएर हिँड्नु जानु त्यही माथि खेल्नु यो मान्दैन क्या जाँदैन घर पठाएर उसलाई अब रुन्छ भान्जे सबैले हेऱ्यो मेरी भान्जीलाई भान्जे रुने मेरी भान्जे कसले ए किन चलाएको यसलाई कसले चलाएको म चौकी किनिदिन्छ तिमी पनि रोक्यो यता पनि रुने यता यता कुर्सा लागेर छोडेर मान्छेले कटु च्यातेर हेर त भित्र पनि रोयो अब म त यिनीहरू सबै रुने बिना दाइ पनि रोइसक्यो बिना दाइ नरै भान्जी म भन्दैछु तिमीलाई कति भिडियो बनाएको हो छ्या यो दाइ त फेरि कामै छैन मेरो कामै यही हो अनि भिडियो नबनाउनु अस्ति के अरे गोबर रुने भाइ पनि यही हो भाइरल भाइ भयो फेरि लडतर खेल्दै खेल्छ आजको त के भयो भाइ यार यो लाउनु खेल्छु त्यसमा अब पुगाला हजुर राम्रो छ कि धेरै राम्रो त यार नराम्रो कमेडी यस्तो फोरलाई मान्छेले वाच गरेर हुन्छ क्या मुत्ने सिन थियो के गर्नु हिरो त जो पनि बन्ने हुन्छ है यस्तो मेरो त रियलै हो मेरो त सुरुमै कस्तो दियो भने यो देखाएर खिच्ने भन्छ यार राम्रो धेरै गफ नआन है मलाई मन हो भने यो पोइन्ट आधी खोल्ने रे होइन अनि त्यस्तो निकालेर मेरो त खिच्ने भन्छ एउटा भाइ पागल हो र त्यो भाइ विदेश आयो गोबरको सिन राखेको थियौँ त्यो भाइ पनि विदेश गयो त्यो हुन्छ क्या भाइ तिमीलाई यस्तो गर्छ ज्याकेट रहन्छ त के गर्छ त तिमीलाई अब हिरो हुने र खेल्नलाई त अब हामी चाहिँदैन के हो भाइ तिमीलाई स्याट देखिन्छ हुँदै उता सियाडै नि उता लास्टै सियाडो याद त मेरो उयसमा एउटा उयसमा किन रोल मन परेन राम्रो छ क्या साथी हो यो फोरी त्यो पागल भएर खेल्दा त मेरो उयस सिनमा छ त नि के अरे हो महाफिसलमा छ त नि त्यो उयसको बौला भएर हिँडेको कपाल च्याक्राक्क तिमी यसैले जस्तै बौला भएर हिँडे पनि होइन बौलाको रोललाई तिमी नेचुरल देऊ त हो यसैले मान्छे चिन्छ कि है राम्रो दिएर राम्रो नराम्रो नराम्रो होइन कि नराम्रो दिए पनि त्यसलाई राम्रो गर्न सक्यो भने त्यसैबाट चिन्छ मान्छेले वाच गर्छ क्या मान्छेले होइन सबै मान्छेले यो यस्तो देखेर झन् तिमीलाई हेर्छ कि कस्तो मान्छे होला यो छैन अनि के सम्झिरहेको गम्भीरताले भरे म कसरी राम्रो गरौँ भन्ने सम्झिरह होला कि भाइले हेर भाइ हजुर तपाईसँग 500 रुपैयाँ 1000 रुपैयाँ छ त आज चाहिँ मैले पैसा नबोकेर आएको किन किन भाइसँग छ त किन बन्टे मामासँग छ छैन यत्रो छैन फिक्स छैन
त्यति भएपछि भयो नि ल 20 रुपियाँ हुन्छ चौबन्दी म 10 रुपियाँ छ त्यही राख्नु भक्कै राख्नु न हैं? त्यही राख्नु खोजिङ राख्नु खोजिङ 10 रुपियाँ अहिले आमा दिने हो आमा नि माथि हो आमाले त लगा टन्नै रहेछ त पैसा के लगा बच्चालाई पागलसँग पठाएको तपाईँले हो लगाएकै तपाईँले हो कि पैसा मार्ने भयो मलाई मार्ने भयो पैसा दे बच्चा उठाएर त्यहाँबाट लिएर गएर लिएर त हानेको त उ त खुसी भएर रानी रोन्डी बोक्सी फोक्सी बुढी फोक्सी बुढी भन्ने केही नराख्ने मलाई नाम बिनेट आउ न मान्छे भनेर दिनुभयो ज्याकेट भयो यस्तो दामी हुन्छ भाइ यो मान्छ त उयो भाइ आऊ भन्नु त ज्याकेट भयो यस्तो बवाल हुन्छ भाइलाई एकचोटि आऊ भन्नु त त्यो डोरा राम्रो त सबै आगो पोलेसम्म ए त्यस्तै छ मान्छे भाइरी छ तपाईँ हेर्छ त्यस्तो मान्छे कहाँ पाउँ फेरि होइन उसलाई नि रमाइलो लाग्छ नि यो अनेक धेरै नेचुरल हो भाइ गाउँकै पर्रा जुत्ता त चप्पल भयो नि चप्पल त त्यो हिल जुत्ता लाउनु पर्ने हो क्या त्यो भित्र छ एउटा यो जुत्ता अलिक राम्रो खालको भयो नि त हातेको चाहिन्छ के सबैले यो बुझेछ नि पागलले हुन्छ अनि जुत्ता त हुन्छ त अलिक फाटेको चाहिन्छ के सबैले यो हुन्न ठिक छ यो च्यातेको त्यो जुत्ता ठिक छ त्यो जुत्ता त भएन त्यो बोरा पनि होइन, ठिक छ। हालेर त्यो त यसो टी सर्ट माथि टाई ला जस्तो हुन्छ नि त पागलले अब राम्रो जुत्ता लाउँछ ठिक छ जुत्ता त त्यो त्यहाँ अझ टाई लायो भने राम्रो देखिन्छ भने जस्तो भाइ घाटिया कुथा भेटे कता हेलो हेलो विनोद ब्रदर गोबर गरे कता हिँड्ने हो भाइ भाइरल भाइ पागल म त हान्छु यसरी अलि कालो सानो स्कुल लाउँछ पर्यो चाहिहाल्छ नि उता ऊ छिटो उता भाइरल गाउँले हुन्छ बिहान हाम्रो जाँदाखेरि सुटिङ के अरे बच्चा ऊ देऊ त्यहाँ देऊ यहाँ किनकि उसलाई सबैले हेर्छन् नि त अब माया गर्छन् अब यहाँ बेहुला बनाउँछु बन्दी यहाँ बेहुला बनाएर गए भन्दै हिँड्ने होला नि कोही चिको यसरी हातमा यसरी मिल्छ उहाँ कालो भाँडामा छ हौ भाँडाको लागि अब छोरा मान्छे कि मान्छे नै गाएको ल यति भयो अयो हाततिर आमाहरूको अस्ति जस्तै भयो छिटो छिटो खुट्टातिर नि कहाँ यस्तो सक्लो सफा हुन्छ त कस्तो कुरातिर अनि सर भित्रको बोरा सर भित्र खानेकुरा छ भने खानेकुरा छ भने यस्तोमा भङ फ्याँके खानेकुरा जस्तो देखाएर फोनमा जस्तो देखाएर सफा खानेकुरा खानेकुरा त फोनमा नलाउने है म त बाहिर न यसो गरे हुन्छ आमा र मैले वाकेको अनि उसले टिपेर खाएको बनायो नि चाहिँ अलिक जता चाहिने भन्दा हद बढी चाहिँ नबोल्नु है तपाईँको यो पागलले उसले गरे होइन है पागल नहुँदा त उसले त्यो बल्छीहरू उसले खाएको छ उसमा यही फिल्म है अनि देखेन देखेको अनि वाक्क आएको छ हो हो त ल्याउ त्यसलाई एउटा डोरीले यसो उड्नु पर्यो क्या त्यहाँ यसो झुन्डाउने यहाँ मुनि फोनमा गएर बसेर त्यो सुटिङ खाएको के हो त त्यो चुपै त लगाएर भाइ छिटो चोहिरहेको अनि सुटिङ गर्दा कम्ती झ्याउ तर रियल देखाएको छ नि त रियल देख्छ नि मान्छेहरूले हात सेम थाल्यो काटेर देखाएछ त है त्यसमा मेरो भाग खोइ त भाग के तपाईँ जानु थियो त्यो पत्रकार सम्मेलन भएको बेलामा त्यहाँ म थियो मेरो पनि छैन त काटेर देखाएछ त्यत्रो दिन जाँदाखेरि रोहन सर त त्यही एक ठाउँ जेलमा मात्रै प्याच देखाएको थियो सबै काटेर देखाएछ हाम्रो त मिलिक्क मिलिक्क मात्रै दुई ठाउँ मिलिक्क चुस्स देखाएको छ मेरो तपाईँ त मैले क्या चाहिँ तपाईँ जानु भएको थियो दुई ठाउँ छु म वाच गरेन मैले त एउटा ह्याट लगाएको छ एउटा ह्याट लगाएको छ एउटा माथि त्यो हिरोनीहरू तल्लो सिँढीमा बसेको माथिल्लोमा बसेर अनि त्यो को विनर भन्दा गणेश भनेर नि ताली यसरी बजाएको छ उठेर अनि उसमा रेस्टुरेन्टमा खाएको नि छ खाएको दिदी। त देखाएनन् देखाएन ऊ हाम्रो पन्थ सर मात्रै यसरी यसो गरेर नाचिरहेको अनि हुक्का तानेर नाचिरहेको देखाएको
त्यत्रो क्लोज उसमा देखा टाइटमा खिचिरहेको छ त है दुईजना त्यो नि काट्दै अरे खोइ त्यो काट्नु भने उनीहरूलाई घाटा हो नि। देखेन तपाईँलाई त कहीँ देखेन मैले। कहाँ यति बेला लाउन पाउँछौ त नि यस्ता तपाईँलाई के मलाई देखाएन त्यो टेबलमा रेस्टुरेन्टमा खाएको थियो नि त रेस्टुरेन्टमा खाना त के खानु त्यो रक्सी खाएको बेलामा थियो त दुईजनाको खिचेर नि त बिलिक्क यस्तो गरेर झिलिक्क गरेर कसले झिलिक्कमा जाऊ फेरि त्यही माथि नै जाने तपाईँ खिचेर दिए भयो त अनि म तपाईँ के बोक्यो भाइ चाहिँ कुम्लो बोकेर कता ससुराली भाइ भाइ यस्तैमा भाइलर हुन्छ क्या सबले यस्तैमा बोलाउँछ राम्रो एक्टिङ भयो भने सबले बोलाउने हो भाइ यार तिमी त हिरो गाउने बारीको हिरो अहिलेको नयाँ जेनेरेसनको यो मान्छे ठिक छ त यो सबै डेकोरेसन ठिक छ कालो सालो कसैले बोकेर कता भाइ ससुराली गाउँले बारीको भूत पनि यो पागल पनि यो स्वास्नी हिजो मात्र छोडिछु जाँड खान्छ बेहुला बनाएर गई बौला बनाएर गएको थियो बेहुला बनाउँछु भन्थे मरीले त बेहुला बनाएर गई के अरे बुढीले किन छोड्यो कि भन्दाखेरि कि सन्तान उत्पादन सिटी सेन्टर सन्तान उत्पादन सिटी सेन्टरै रहन्छ त्यसो गर्ने हो त्यसो गर्ने गर्ने यसले मार्ला कि नमार्ला हेरै छ अघि अब लुगामा कालो सबै लाग्ने हो लुगामा कालो चाहिँ लाग्ने भयो भाइको मेरो ए नानीको भाइ जाऊ ल भाइ तिमी मसान हो कि भूत हो आदरणीय दर्शक वृन्दहरू दर्शकबिन आज हेर्नु है हाम्रो भाइ विनोद भाइ चाहिँ आज पागलको रोलमा गाउँले बुहारी टेलिसिरियलमा अभिनय गर्दैछ उहाँको अभिनय कस्तो होला हेर्दै जानुहोस् होइन म बन्ठे गाउँले बुहारी सिरियलको बन्ठे मामा मै हुँ यो हाम्रो विनोद भाइ है अनि त्यसपछि अनि फोटो खिचेर फोटोमा राख्नु सबै मार्सियो ल टेन्सन नहाल्नु चिन्ता नहाल्नु कति भिडियो गर्नु हो भाइ कुन चढ्नु भन्नु नि यार म जुन मान्छे चढ्छु यस्तासँग फोटो खिच्छ नि त गरी धेरै क्रेज हो हो त यता नि छ ल हजुर फेरि एउटा थपिँदैछ अब नर है भन्दै गर मैले अनि त्यसपछि नआइकन हाल्नु पाइँदैन आएपछि त पाइन्छ त्यति भनेपछि त्यो बिजुसँग होल छोड ल भाइ भन्ने चाहिँ एउटा त्यो भन्ने कि तिमीलाई म बुबु खुवाउँछु मेरो लु अब साइड नै त्यो अब यो काम नगरौँ यता यता सरु पनि छुट्टी गरिदियो हेलो साथी हो हेलो हामी गाउँले बुहारीको सुटिङमा छौँ ए यार सियान यार हामी चाहिँ सबैजना सुटिङमा आछौँ सुरुवात हुँदैछ अनि मेरो आमा तपाईँ मेरो नानाले यो बौलाले चोरेर जङ्गलमा ल्याइसकेछ घरबाट बौलाको उता गठिन्छ सबैजना ठिकै छ भाइ ओके राम्रो यस्तो यसरी राख्ने हुन्छ पछाडि हुन्छ होइन यहाँ राखिदिनु खायो के भनेर भाइ खुट्टा चाहिँ नचला हो त्यो राखिदिनु तल तल हो ल यस जङ्गलमा लेखेर आर्छ बज्जाले गाउँले बुहारीको सुटिङ धमाधम भइरहेछ आमा हट्नु तपाईँ हट्नु सबैजना हट्नु अब यो बौलाले यो बच्चालाई के गर्छ मेरो बुबु खुवाउँछु भन्ने नभुल्ने के गर्छ यसले कहाँबाट ल्यायो यो बच्चा फेरि यो कहाँ ढोकाएर ल्यायो थाहा छैन ल भाइ है रेडी भाइ 61 भाइ नरवाई नरौला है भाइ रेडी छ है म
म रोल एक्सन भनेपछि है रोल एक्सन नरौ न अलिअलि पौला पारेर बोल बौला नआऊ है नआऊ त्यसरी नहेर डराउँछ भाइ डराउला रोल एक्सन पख त भाइ छिटो रोल आकाश फर्क्यो एक्सन नरौ ल अबदेखि कहिले नरौ है म छु नि तिम्रो लागि म तिमीलाई मेरो बुबु काउँछु है कट पख त हो त्यो हाँस्नु ठिक छ नरौ ल अबदेखि नरौ है म तिम्रो छु नि आफन्त तिमीलाई म माया गर्छु अघि त कति धेरै रोएको थियौ तिमी अहिले त रोएनौ अबदेखि नरौ ल तिमीलाई म मेरो बुबु काउँछु बाबु पनि हाँस्छ म त पैसा तपाईँ हाम्रो नबोल्नु है न्यानो ठाउँमा सुताउँछु तिमीलाई सबैले तिमीलाई पनि छोडे मलाई पनि म तिमीलाई कहिले पनि छोड्दिनँ मलाई मेरो स्वाहानीले छोडेर के भन्छ तिमी खाइहेर्दैन घुम पर्दैन झान जे आउँछ त्यस्तै भन न ल एक्सन बोल तिमीलाई म बच्चा उचाले जस्तो गर सानो ठाउँमा यसो खेला जस्तो गर यसो हाँसी जस्तो गर सानो ठाउँमा हाँस सिकाउँछु हाँस अनि तिमीलाई म चलाउन यताउता चलाउ बच्चा माया गर्छु अनि त म यसरी पाल्छु तल राख भन्नु फेरि पाल्छु पाल्छु तल त्यो राख यसरी पाल्छु अनि हाँस अनि पुरा गर्छु तल हो त्यो राख बोरामा राख सुताउ हेर्नु उठाउ बसाउ हो ल बोल अब तिमीलाई म मेरो कस्तो ठुलो घर छ है त्यो घरमा कट आउनु अब आउनु त बौला आयो एउटा मेरो बच्चा दिन्न म जा आउँछ जा अनि सुन्नुहोस् ठ्याप्प बच्चा कस्तो आउँदो रहेछ न कट आमाको है आमा जान्दा मान्छे यति छिट्यो अलि आउनु हो नि यति बस्छ ल दिदी पनि आउनुहुन्छ यतैपट्टि आउनुहुन्छ कि बस्नु भयो नि हुन्छ त्यहाँ बस्न त मिल्दैन त्यो सुत्यो मिल्छ देखिन्छ सुत्नु नि त त्यही जाउँ है त रोल पागल ल एक्सन पागलले नि यसो हेरेर त्यो त नि ल यति धेरै पैसा दिएको छु ए बच्चोलाई लगेर ठुलो भिरबाट तल गुल्टाइदे होइन भने ठुलो खोलामा लग झम्मै फाल्दे यति धेरै पैसा दिएको छु ल ठिक छ साउन्ड सुन त सानो भएको मेरो आवाज नाइ भन्नुपर्ने ठुलो आवाजलाई न फाल्दिनँ पैसा नि चाहिँदैन त्यति मात्रै भन्नु भनेको छु अघि राति त्यही पैसामा सुतेर आएको आमा आमा यहाँबाट त्यति मात्रै बोल्नु भनेको नि आमा यसो मिलाएर यसो निकालेको चाहियो उल्टाबाट यसो निकालेको पैसा यसो दिनु पऱ्यो उल्टाबाट पैसा निकाल्नुहोस् यी बौलालाई दिनु पर्यो ल ल ल यहीँ निकालेर चलाउनु है एक्सन हात दुई हात हातको खिच्यो हातको पैसा नि देख्यो पैसा यसमा यसो हातले होइन हुन्छ उसलाई नि हेर उता यो त हुँदैन भन्नु
खाले हुँदैन हुँदैन त बुमको रोटी दिन्छ हुँदैन अडियो दिन्छ अडियो छ हुँदैन डाइरेक्ट यसरी हात लानु उता हेरेको छु त है रोल एक्सन हुँदैन यो सुन है सेम त्यही बस है भाइ है सानो बच्चालाई यसरी फाल्नु हुँदैन यो त पाप हो यस्तो गऱ्यो भने पाप लाग्छ म गर्दिनँ बरु यसलाई सधैँभरि मेरै बुबु खाएर पाल्छु यति सानो बच्चालाई यस्तो गर्नु हुँदैन त्यस्तो सानो बच्चालाई फाल्नु हुँदैन पछि धेरै पाप लाग्छ है म त यस्तो काम गर्दिनँ बरु यसलाई यो बच्चालाई म सधैँभरि मेरो बुबु खुवाएरै पाल्छु यस्तो सानो बच्चालाई फाल्नु हुँदैन यो रोल हुने कि यहाँ बनाउनु पर्छ पैसा नदेखाऊ अब भाइ त्यहाँ हुन्थ्यो यति सानो बच्चालाई यसरी फाल्नु हुँदैन है त्यसरी फाल्यो भने त त्यसरी फाल्नु हुँदैन पाप लाग्छ म त यस्तो काम गर्दिनँ बरु यसलाई यो बच्चालाई म सधैँभरि मेरो बुबु खाएर पाल्छु ल लियो आमालाई नि हेऱ्यो भन है रोल एक्सन यस्तो सानो बच्चालाई त्यसरी फ्याँक्नु हुँदैन म त फाल्दिनँ यति ठुलो पाप लाग्छ म त सधैँभरि बरु पाल्छु मेरो आफ्नै बुबु खाएर पाल्छु हेर आमालाई त बोल्ला आमाको त्यहीँबाट बस्छ ल आमाले है भाइ आमा डाइलग है भनेपछि तैँले हामी बिच गरेको कुरा सबै बिर्सी छैन बाउला पागल यति बोल्यौ अहिले कस्तो बस्यो त लो बस न त्यसो गरेर बिस्तारै तान्नु त्यो है आफू त्यो राखिदिनु रोल थाइल्यान्ड एक्सन भनेपछि हामी बिच गरेका कुरा तैँले सबै बिर्सिसक्यौ बौला पागल यताबाट हुँदैन दुईजना भाइ एकार्छ हेर्नु फेरि यता हेर्नु अच्छा भाइ उतै जाऊ कता यता सुन पागल है तपाईँले मसँग के कुरा गर्नुभएको थियो र तिमीहरूले मसँग के कुरा गरेको थियो र म त तिमीहरूलाई चिन्दिनँ कसैलाई पनि चिन्दिनँ म त मेरो बच्चालाई मात्रै चिन्छु मैले यति म त मेरो बच्चालाई मात्रै चिन्छु यति म जेन्जी चिप लागेन हौ रोल एक्सन तिमीहरूले मलाई के भनेका थियौ र म चिन्दिनँ कसैलाई पनि चिन्दिनँ म त मेरो बच्चालाई मात्र चिन्छु यहाँबाट गइहाल है अनि डिस्टर्ब नगर हामी खेल्छौँ अब सुँगुरको होइन मार्ने भयो के यो त सुँगुर हो भाइ सुन अब हामी यहाँबाट कतै टाढा गएर यो बच्चालाई पाल्छु अब म यो ठाउँबाट कतै टाढा गएर यो बच्चालाई पाल्छु यसो भन्छ मेरो ठुलो घर छ अब म यहाँबाट कतै टाढा गएर म यो बच्चालाई पाल्छु मेरो कोही पनि छैन बुढी पनि मऱ्यो कि पहिला गयो है बुढी पनि मऱ्यो कि पहिला गयो कमसेकम मेरो साथी त हुन्छ यति बुढी मरेर पहिला अब गयो मेरो बच्चालाई यहाँबाट कहीँ टाढो लगेर पाल्छु मर्यो कि पहिला पाल्छु ठुलो बनाउँछु डक्टर पाइलट भाइ त्यहाँ छ होइन जब ऊ हिँड्न थाल्छ नि ऊ त्यहाँबाट हिँड्छ नि त्यसपछि आमा यतापट्टि आउनु त अगाडि बढ्नु त हो यो आउनु है आमा है अनि भाइ पनि यतै टर्न थाल्नु है ल नटेको चल्नुपर्छ ल रोल एक्सन ल बरु जा छिटो गर खालेर आइज हामी बसिरहन्छौँ म यो बच्चालाई सुई जान्छु
उही बिउ भएर फ्याँकिदिन्छु अनि तपाईँहरू यहीँ बस्दै गर्नु काहीँ पनि नजानु म नयाँ लुगा मिठो खानेकुरा खाएर हिरो भन्नुपर्ने छ अनि बच्चाले फ्याल्दिन आउँछु ल जा सुई सुई गरेर फाल हामी यहीँ बसिरहन्छौँ अनि मिठो खानेकुरा नि खालास् राम्रो पनि लाउलास् अनि हिरो पनि बनेर हिँड्लास् तर बाटोमा कसैले लाँदाखेरि फाल्दा कसैले देख्लान् नि त्यो चाहिँ होस् पुरा ल जा छिटो जा। कसैले पनि देख्दैन म फ्यालेर आउँछु है रहनु भेन पार हमारे को आइज बोल कट ओए भाइ ठिक छ यो सुन पनि सकियो ल गाइस यो बच्चा फाल्ने सिन सकिएको छ अर्को सिनहरू हेर्दै गर्नु होला हाम्रो यहाँ सबै कलाकार टिमहरू हुनुहुन्छ पागलको एउटा लुगा चाहिँ यहीँ छोडेर गएछ घरमा कि यहीँ एक्सन तिमीलाई म न्यानो ठाउँमा सिकाउँछु है अनि तिमीलाई सबैले छोडेर के भयो त म तिमीलाई कहिले छोड्दिनँ मलाई त मेरो स्वास्नीले छोडेर गई मलाई केही पनि भएको छैन अब त तिमी चाहिँ मेरो ट्याकिङ हानेको बच्चा धेरै हल्ला र बाबु ट्याकिङ हान्दिनँ न ट्रेकिङ ल बच्चा हाल्ने फेरि हालिदिन्छु ल त छिटो छिटो हावा लाग्छ है त रेडी रोल एक्सन तिमीलाई म न्यानो ठाउँमा सुताउँछु सबैले तिमीलाई छोडेर के भयो त अब त म छु नि त तिमीलाई मैले हेर्छु अनि हाँसिदिएको लोक हो अनि हेर न मेरो बुढीले छोडेर गएर के भयो त अब तिमी मेरो साथमा छौ है अब हामी खेल्नु पर्छ है यहाँ बस्नु यहाँ अब यहाँ बस्नु कट ट्याक्क रोकिए नि हुन्छ जाऊ न त जाऊ त भाइ तिमी जाऊ त त्यहाँ ल हो त्यही धेरै टल्न जाऊ न हो ल अनुहार गएर खोटेर ल यता माथि जु गएर त्यति राख बच्चा घोडाबाट माथि आइसिक्यो है यो यति राख है घोडाबाट माथि राख अलिक सिधा भएन अलिक यतापट्टि सिधा राख्नु चाहियो मान्छेलाई तपाईँको मतिर हुन्न तिमी ब्याग सर नि त अघि त त्यहाँ गइ हुन्छ क्या यो भाइको बच्चा समाउने पागलको रोल गरेको छ दर्शकबिन हो त्यहाँ ल गाउँले बुहारी सिरियलमा नबसे नि हुन्छ हेर्नु होला है त क्यामराम्यान यहाँ हुनुहुन्छ के हुन्न उसले तल हेर्छ नि त तपाईँ उयो गर्नु न के अरे हट्नु त्यहाँबाट भयो तपाईँ देखिन्छ है त्यहाँ देखिन्छ जाउँ चाहिन्छ है यो पछि बस्नु तपाईँहरू बसिहाल्नु त एक्सन एक्सन ब्याग त भाइ तिमी ब्याग त ब्यागबाट आउनु रोल एक्सन तल हेर बच्चालाई हेर आऊ भाइ हामी सिट छ नि होइन
आइपुगेछ ल ल एक्सन भनौँ रोल एक्सन ल अब तिमी यो भिरको तल गएर बस्दै गर म यहाँबाट बिस्तारै फालिदिन्छु मलाई त टन्न पैसा दिनु अरे जाला नि गिरेको रोल के भएन जालाको राई तिमी यो तलको भिरमा गएर बस्दै गर म बिस्तारै फ्याँकिदिन्छु अनि मलाई टन्न पैसा दिने अरे मिठो मिठो खानेकुरा दिने अरे अनि म नाममा लुगा लगाएर हिरो भएर नाम्छु तिमी नरै तल भिरमा बस्दै गर्नु है हो तल्ल म पछि आइहाल्छु नि है कट अब तिमीले यस्तो मान्छे फालिदिने पुग्छ हालिदिने। खिच्याउ टन्नै जब नयाँ लुगा र मिठो खानेकुरा पाउँदैन यति राम्रो बच्चाले फालिदिने बिजुली जति हँ बच्चा फ्याँक्दै होइन के भनेको तिमी उसले हाइटमा कुरा बस्छ त होइन हाइटबाट तिमी होइन दर्शकबिन यहाँ बच्चा फाल्ने सिन छ हेर्नु है बच्चा भाइ, कहाँ भयो। पुग्दो रहेछ भयो खै गर त हो त्यसले डिस्टर्ब गरेको तिमीलाई है ल तेरि यसो गर त्यो गरेपछि यसो ठेला ए यो गर अनि बच्चा तल भुइँमा राखेर अनि फेरि आउँछ के त्यो है हो यो फाल्दाखेरि नि फुनुक्क घुमेर यता आओस् क्या तिम्रो त्यो ब्याग झोला के होइन भनेको जस त्यो तिमीले यसरी फाल्छौ नि त्यो फाल्दै फेरि यतै घुमेर आओस् मिलाउँदै ल भाइ खिच त छिटो ढिलो भयो यति छोटो यो सकिन्छ ठ्याक्कै ल भयो भाइ छिटो ल ल ल ल फस 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 रोल एक्सन यसो हेर दायाँ बायाँ यता यतातिर नि हेर यसो तन्केर हेर ऊ तलतिर तन्केर हेर पछाडि हेर फेरि फाल्नतिर लाग झ्याउहरू तल भुइँमा राख बच्चा कट कट लाऊ माथि अब छिराउ, छिराउ, छिराउ। रह्यो रह्यो यति हो। माथि जाऊ त टपमा जाऊ त एउटै सट हो हेर्नु अब यहाँबाट बच्चालाई अलि यहाँ राख हेर अनि झोला सोला निकाल्यो यहाँ राख त्यसपछि बिस्तारै बच्चा टिपेर बिस्तारै अगाडि बढ हो यति मात्रै बच्चा त रुए पनि भाइ, यहीँ राख्नु पर्छ अब डाइरेक्ट यहाँ आएर चाहिँ आएर त्यहाँबाट अलिकति थोरै आएर त्यहाँ भिर पनि बनाइन्छ है भने सुरु गर यति हो। जाऊ है त ल ल ल अलग राख है ल रोल ल उता 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 फर्किराख एक्सन टुक्रो राख न ओ समात बचाउ त बचाउ त ल अगाडि बढ बिस्तारै अगाडि बढ कट पुग्छ उतैबाट जाऊ त एउटा सट ल भयो नबस क्या तल धेरै अनुहार देख्नुपर्छ पुरै बच्चालाई यसो तल हेर बच्चालाई हेर यति हो भाइ तिमी आऊ तिमी चाहियो